ओके सो अहिलेसम्म हामीले चाहिँ यो कन्ट्रोलर राखेर यति है सो जोइन्टसँग कनेक्ट भयो फ्ल्याससँग हामीले केही गरेको थिएन सो नाउ तिमीहरूले चाहिँ यो ब्लेन्ड सेप गर्न अगाडि फेस स्ट्रक्चर सबै कम्प्लिट गर्नु पर्यो है एन्ड देन त्यसपछि अब ब्लेन्ड सेप गरिसकेपछि छुनु भएन फ्रिज पनि गर्नु हुँदैन डिलिट हिस्ट्री पनि गर्नु हुँदैन सो अहिलेलाई म सबै हाइड गरेर मलाई के मात्रै चाहियो यो मात्रै चाहियो टेक्सचर के होइन हाल्ने टेक्सचर पनि सबै कम्प्लिट गर सेडर टेक्सचर सबै कम्प्लिट गरेर अनि यो गरे हुन्छ अब सेडर मात्रै हाल्ने हो भने खासै फरक त पर्दैन ओके ल अब यो मेश छ है नाउ वी स्टार्टिङ विथ यो मेश बडी अब इफ तिमीहरूको कतिजना के भइरहेछ भित्रको यो पार्ट्सहरूलाई डिलिट गरेको छ होइन बिकज लुगा छ यहाँ सो के भएको हुन्छ तिमीहरूको यति मात्रै छ होला टाउको हो नेकको सर्टेन एरियासम्म मात्रै छ होला है त्यो हो भने चाहिँ एक्सट्र्याक्ट गरेर राख्नु पर्दैन तर मेरो जस्तै छ जस्तै यहाँ पुरा उसको बडी छ सँग एट्याच भइरहेछ अहिले भने अब चाहिँ फर्स्ट उसलाई एक्सट्र्याक्ट गर सो फेस कतिसम्मको हुन्छ उसको फेस होइन यतिसम्म मैले एक्सट्र्याक्ट गरेँ सो यसलाई सेलेक्ट गरेँ अनि शिफ्ट राइट क्लिक अनि एक्सट्र्याक्ट फेसेस सो त्यो गर्ने बित्तिकै अब यो छुट्यो दुई टुक्रा भयो ओके नाउ यसलाई चाहिँ मलाई यो मात्रै चाहिने हो डुप्लिकेट गर्नको लागि होइन ब्लेड सेप गर्नको लागि सो कन्ट्रोल डी सेन्टर पिभट अनि अब यसलाई चाहिँ कतिवटा चाहिन्छ है अलिकति धेरै गरे नि हुन्छ जस्ट इन केस तिमीहरूलाई चाहिरहेको भने अब नाउ अब मलाई के चाहिन्छ यो सबै एकचोटि रिनेम गर लेट्स से मलाई ब्लिङ्क चाहिन्छ होला देन स्माइल मेबी देन सक मेबी होइन सो के एक्सप्रेसन चाहिन्छ लिस्ट आउट गर यहाँ है सो यहाँ पोलिस सर्भिस के भएर आइरहेछ यसलाई चाहिँ मैले यो तीनटा चाहिँ मैले के गरेँ त नेमिङ गरेँ देन यो सबै ब्लेन्ड सेप टाउकोहरू सो मलाई चाहिँ एउटा ब्लिङ्क गर्नको लागि आँखा पनि चाहियो है सो यो एउटामा चाहिँ म यो आई बल्स पनि डुप्लिकेट गरिदिन्छु यो चाहिँ रेफरेन्सको लागि मात्रै हो यो केही कनेक्सन होइन कि आँखा ब्लिङ्क गर्दा कहिलेकाहीँ यो आई बल निस्किरहेको हुन्छ कि सो त्यसको लागि मात्रै रेफरेन्सको लागि मात्रै राखेँ देन यो सबैलाई सेलेक्ट गर्ने फर्स्ट एन्ड देन यो मेनलाई ओके यो मेनलाई लास्टमा सेलेक्ट गर्ने देन डिफर्म ब्लेन्ड सेप अनि त्योभन्दा अगाडि मैले भन्न बिर्सेँ यो सबै क्लिन गर्ने यो ब्लेन्ड सेप गर्न अगाडि डिलिट हिस्ट्री फ्रिजहरू सबै गरेपछि एन्ड देन यो गर है अब मैले यहाँ सेपरेट गरेको चिज चाहिँ अघि गरेको चिज आइरहेछ देन त्यसपछि नेमिङ गरेँ मैले एक्सप्रेसन भनेर लेखेँ एन्ड अप्लाई सो यो लेखेको चिज चाहिँ अब यहाँ आउने भयो इनपुट्समा सो यसको इनपुटमा यहाँ चाहिँ मैले यहाँ सक ब्लिङ्क र स्माइल नेमिङ गरेको थिएँ होइन इफ नेमिङ गरेको छैन भने चाहिँ यही नै आयो अब यसलाई एडिट गर्दा यहीँ गएर फेरि एडिट गरेर राख्नु चाहिँ मिल्दैन है यहाँबाट चाहिँ त्यो भित्र एडिट गरेर गर्नुपर्छ ओके ल लेट्स सी अब कनेक्सन भयो कि भएन हुन चाहिँ यति नै हो ब्लेन्ड सेप है सो सी लेट्स से यसलाई मैले माथि ल्याएँ अब मैले सिमेट्री अन गरिरहेको छु त्यही भएर दुइटै साइड आइरहेछ देन यसको यो कुन चाहिँ हो ब्लिङ्क भन्ने रहेछ सो इफ यहाँ गएर यहाँ ब्लिङ्कमा मैले 1 गरेँ भने अब आयो राइट सो लेट्स से यो म्याक्सिमम मैले एक्जाजुरेट गरेको मलाई यति धेरै चाहिँदैन भने 0.5 कति चाहिन्छ त्यो एक्सप्रेसन पर्टिकुलर एक्सप्रेसन सो यसरी मिलाउन सक्छु है सो जस्ट कनेक्सन हालेको भयो सो कनेक्सन हाल्ने इज भेरी इजी होइन सी अलरेडी कनेक्ट भइसक्यो तर अब एक्सप्रेसन बनाउन चाहिँ टाइम लाग्ने हो ओके नाउ यहाँ मेरो ब्लिङ्क भनेर छ होइन सो ब्लिङ्कको लागि इफ तिमीहरूको दुइटै आँखा एकैचोटि ब्लिङ्क हुन्छ भने एउटैमा बनाए हुन्छ तर विङ्क हुन्छ विङ्क भनेर गर्न लाग्छौ भने चाहिँ अब छुट्टै गर्नु पर्यो एउटा राइटको लागि एउटा लेफ्टको लागि सो त्यो है अब ब्लिङ्क मात्रै चाहिँ एक्सप्रेसन हुँदैन ब्लिङ्क त नर्मल हो त्यो चाहिँ एक्सप्रेसनमा गन्दैन ब्लिङ्क त भइराख्ने चिज हो नि त होइन नर्मली नै सो यो चाहिँ चाहिन्छ म्यान्डेटरी चाहिँ हो तर यो चाहिँ एक्सप्रेसन भनेर चाहिँ गन्दैन है ओके नाउ मलाई चाहिँ यो ब्लिङ्क गर्नु पर्यो सो त्यसको लागि अब अलि टाइम कन्ज्युमिङ हुन्छ यो मोडलिङ गरे जस्तै मिलाउने अनि बी केयरफुल 4 थिच्दैछु पछाडिको पनि सेलेक्ट भइरहेछ सबै राम्ररी हेर्ने यो पार्ट अनि बी थिचे हुन्छ सफ्ट सिलेक्सनको लागि सफ्ट सिलेक्सन थाहा छ नि है
अनि ब्लिङ्क गर्दा अब अहिले चाहिँ मैले माथिको मात्रै चलाइरहेको छु, तर अलिकति यो तल्लो पार्ट पनि माथि आउँछ। सो मैले अहिलेको लागि यति तल ल्याएँ। सी यहाँ होइन, यहाँ नहोस्, ओभरल्याप नहोस्। अब यहाँ चाहिँ अलिकति पेनिट्रेट भइरहेछ यो है, आइबल चाहिँ निस्किरहेछ अलिअलि। सो त्यो सबै हेर्नुपर्छ बिस्तारै। फोर थिच, सब ठाउँ हेर। अनि यो पनि यो देन सी यो है, यस्तो नहोस्। सो यो माथि यसरी निस्किरहेछ भने अलिकति अगाडि ल्याइदेऊ है। ल यति माथिको चाहिँ मैले यति ल्याएँ। यसरी मैले क्लोज गरेँ है। अब तलको पनि थोरै माथि ल्याइदिने। अब यो पार्ट अहिलेलाई म 1 मा छु है, 1 मोडमा छु म। तर हाम्रो रेन्डर त केमा हुन्छ, 3 मा हुन्छ होला हैन। सो यहाँबाट हेर्दै सो मेक श्योर यहाँ सबै राम्ररी मजाले सिलेक्ट भइरहेछ। ओके ल अब सी मैले सिमेट्री अन गरेको भएर एकैचोटि दुइटै भयो। नाउ यहाँ गएर मैले एक्सप्रेसनमा ब्लिङ्कमा गएर यसलाई चलाएँ भने सी है एक्सप्रेसन भयो। अब आई मिन यो ब्लिङ्क भयो होइन। अब कहिलेकाहीँ के हुनसक्छ, तिमीहरूले ब्लिङ्क बनाइसकेपछि एन्ड रिजल्ट त यो हो, हल्ला नगर त, एन्ड रिजल्ट यो हो होइन। तर यो ठाउँमा लेट्स से 3 गर्दा चाहिँ कहिलेकाहीँ के हुनसक्छ, यो आइबल इफ मैले यहाँ नराखेको भए यहाँबाट यो निस्किने हुनसक्छ कि यो आइबल छ नि यहाँबाट यो हाम्रो स्किनबाट निस्किने हुनसक्छ। त्यही भएर ब्लिङ्कको लागि चाहिँ आइबल राखेर गर है। अनि देन यो ब्लिङ्कको पनि तिमीहरूलाई ब्लिङ्क होइन कि आँखा के अरे स्माइल गर्दा अलिकति चिम्से हुन्छ नि, त्यति बेला जस्ट थोरै मात्र राख्ने कि 0.2 यसरी होइन, 1 नै राख्नुपर्छ भन्ने छैन। सो त्यसरी कहिलेकाहीँ कहिले कुन ठाउँमा होइन कस्तो युज गर्ने त्यसरी गर्दा हुन्छ। देन त्यसपछि स्माइल। अब स्माइलको लागि चाहिँ अलिकति डिफिकल्ट हुन्छ बिकज यहाँ सी यो लिप्सको हेऱ्यो भने यो सबै यो पुरा ओभरल्याप भइरहेछ होइन। सो अलिकति गाह्रो चाहिँ हुन्छ। सो पेसेन्स चाहिँ चाहिन्छ यो गर्न। सी यो पुरा ओभरल्याप भइरहेछ, यसलाई अब कसरी मिलाउने, स्माइल गर्नु पर्यो। स्माइल गर्नु त त्यति गाह्रो हुँदैन, स्माइल नै हुन्छ होइन। सो यो गाह्रो हुँदैन। त्यो सक अर ओ गर्दा चाहिँ अब यो छुट्याउनु पर्यो, त्यो गर्दा चाहिँ अलिकति गाह्रो हुन्छ। अब स्माइलको लागि पनि सिमेट्री अनै राखेर ल अनि तिमीहरूले यो गर्दा ऐना हेरेर अर क्यामेरा हेरेर गर, किनकि अब स्माइल तिमीले ऱ्यान्डमली बनायो भने मुख पनि फेरि ऱ्यान्डम होला होइन। स्माइल आफू पनि स्माइल गर अनि त्यहाँ गरेर के अरे इन्डस्ट्रीहरूमा के अरे मिरर राखेर त्यसरी गरिन्छ। सो सिमेट्री अन छ। अनि अलि एक्ज्याजुरेट गरे हुन्छ, बरु पछि कति चाहिन्छ होइन त्यसलाई डिक्रिज गर्दै मिलाउने।
अलिक धेरै क्रिपी चाहिँ नदेखोस् फेरि क्रिपी भइराख्ला तिम्रो स्माइल सी अब कस्तो 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 हुन्छ यो ऐना हेर्दै रेफरेन्स इमेजहरू हेर मैले यो मुभ गरेन कि यहाँको पार्ट
ओके M4 एकछिन यहाँ हेर त मैले फ्यु एक्सप्रेसन्स बनाएँ सी यो डिफल्ट भयो M4 डिफल्ट भयो सकको लागि चाहिँ एउटामा मैले जस्ट मुखको बनाएँ आ गरेको वाला देन अझै सक भनेको त अब इन एनी एक्सप्रेसन्स एउटामा त लिप्स मात्रै हुँदैन नि त हैन सबै चलाउनु पर्ने हुन्छ सो अर्को चाहिँ सकलाई अलिकति यो आँखा हैन ठुलो पार्ने गरी अब यो चाहिँ मैले एउटैमा राखिन किन तिमीहरूले के गर्न सक्छौ सक भनेर मुख र आँखा दुइटै एउटैमा जस्तै अब यो सक आ गरेको छ हैन यही मैले आँखाको पनि चलायो भने एकैचोटि सकमा चल्ने भयो तर मैले यो दुईटा डिफ्रेन्टमा राखेको भएर अब के अरे त्यो फियर र त्यस्तो यस्तो एक्सप्रेसन छ भने त्यसमा पनि त्यो आँखालाई राख्न पायो नि त कम्बाइन गर्न पायो नि हैन सो मैले चाहिँ छुट्टै नै बनाएँ अब तिम्रो होइन सक मात्रै छ एउटैमा बनाउँछु भने पनि इट्स फाइन अनि यही कुरा जेनरल एडिटर नट जेनरल एनिमेसन एडिटर अनि सेप एडिटरमा गयो भने सी अघि जुन भ्याल्यु राखेर चलाइरहेको थिएँ मैले अब यहाँ चाहिँ यो स्विच छ सो स्माइल अब सकमा त स्माइल हुँदैन सो सक कति सक गराउने होइन म्याक्सिमम एक्जाजरेट नै गराउने कि थोरै मात्रै गर्ने कि देन अघि चलाएको मैले यो आँखा चलाएको यहाँ छ सो यसरी कम्बाइन गरिदिए पनि हुन्छ होइन धेरै सक भएको कि थोरै सक भएको कि सो यसरी अब यो चाहिँदैन देन मेबी स्माइल गराउने हो कि थोरै मात्रै स्माइल गराउने कि धेरै एक्जाजरेट गर्ने कि हैन अब यो स्माइलको लागि पनि आँखा अलिकति सानो चिम्से पार्ने कि स्माइल देखाउनको लागि अरू अलि एडिट गर्ने कि अझै हैन मैले ब्लिङ्क चलाएँ अहिले चाहिँ सो तिमीहरूले सेपरेट ह्याप्पी आइज भनेर बनाउने कि सो त्यसरी है यो चेन्जेसहरू गरे हुन्छ सो यो ब्लेन्ड सेप अप्लाई गर्न केही गाह्रो छैन यसलाई
मिलाउन मोडलिङ गर्न चाहिँ अलिकति टाइम कन्ज्युमिङ हुने हो। ठिक छ, केही क्वेसन छ यसमा? ओके, यो थियो ब्लेन्ड शेप। न फिनिश ब्लेन्ड शेप। अनि अर्को अब यो यो यति गरिसकेपछि अब हिस्ट्री डिलिट पनि गर्न मिल्दैन, फ्रिज पनि गर्न मिल्दैन है। अब जान्छ, उड्छ यो। सो डोन्ट डु दोज टु। यो भन्दा अगाडि गर्नु पर्यो।